यो पोलिटिकल र के भने ब्युरोक्रेटहरुको बीचमा अलिकति लिङ्कलाई कटाउनका लागि यो गरिएको हो। म तपाईलाई उदाहरणका साथ भन्न चाहन्छु, मुख्य सचिवमा पूरा कार्यकाल कसले खान पाउनु? मलाई लाग्छ नाम भन्न 2 जनाले मात्रै पूरा कार्यकाल खानुभयो क्या? अरु सबैले 18 दिन अगाडि राजीनामा दिएर राजदूत हुनुहुन्छ, कोही कहीँ जानुहुन्छ, कोही कहीँ जानुहुन्छ। एउटा क्लबै जस्तो व्यवस्था हुन थाल्यो यहाँ त, के भने संवैधानिक देखि। त्यसैले यसलाई कुनै पनि हालतमा 2 वर्षको यसलाई राख्नुपर्छ भन्ने मेरो तपाईहरुलाई छ। बाजुपन सम्बन्धी कुनै पनि समस्या समाधानका लागि सम्झनुहोस् हार्दिक IVF एन्ड फर्टिलिटी सेन्टर, सिनामंगल, काठमाडौँ। छवटैसँग ट्रेड युनियनले केही कुराहरू स्ट्रङली उहाँहरूले राख्नु भएको छ, जसमा लगभग दिनुहुन्थ्यो हुन्थेन अहिले भन्दिनँ म, तर के भने 72 घण्टाको अल्टिमेटम तपाईहरुलाई छ पनि भन्नुभएको छ उहाँहरूले। यसका बारेमा पनि अलिकति सोचौं हामीले। र उहाँहरूको बढी जिज्ञासा केमा देखिन्छ भने सभापतिज्यू, एउटा उहाँहरूको केमा बढी जोड गरिरहनु भएको छ भने उहाँहरूले यो जो नासुको आँसु भन्ने कुरा छ त्यसमा उहाँहरूले अलिकति बढी जोड गर्नु भएको छ। अथवा 5 वर्ष 10 वर्ष 15 वर्ष के हो तपाईको तहगत रूपमा र श्रेणीगत रूपको कुराहरू उहाँले उठाउनु भएको छ। यो म धेरै व्याख्या गर्न चाहदैन। यसका बारेमा मेरो अरु जिज्ञासा धेरै होइन। अहिले शिक्षकहरू आए, फिर्ता गर्न नसकेको अवस्था छ राज्यले। भोलि कदम कदाचित स्थायी सरकार पनि कहीँ कतै नउत्रियोस् भन्ने मेरो आग्रह हो। त्यसका लागि उपसमितिमा अत्यन्त छलफल पनि भयो होला। तपाईहरु उपसमितिका साथीहरूले पनि अझै विशेष गरेर सोच्नुस्, हामी समितिका साथीहरूले पनि यस बारेमा केही कुराहरू हामी राखौँला भन्ने कुरा म तपाईहरुका बीचमा राख्न चाहन्छु। अब रह्यो बाँकी कुलिङ पिरियडका बारेमा यो कस्तो छ भने यो कुलिङ पिरियड वास्तवमा 1 वर्षको सम्भावना हुँदैन। यसलाई 1 वर्षमा राख्नु हुँदैन। देशकै हितका लागि पनि हाम्रा हितका लागि पनि 1 वर्षमा जो नेपालमा जस्तो परिस्थितिले अहिले आइराखेका छ, लगभग हामी जसरी शासन सत्ता परिवर्तन गरिराखेका छौं, जसरी हामीहरू गइराखेका छौं, जसरी हामीले एकहोरो तरिकाले सरकारहरू चलाइराखेका छौं विभिन्न तरिकाले, त्यसकारण 1 वर्ष राख्दाखेरि यो कुलिङ पिरियडको उद्देश्य पूरा हुन सक्दैन। यो पोलिटिकल र के भने ब्युरोक्रेटहरुको बीचमा अलिकति लिङ्कलाई कटाउनका लागि यो गरिएको हो। म तपाईलाई उदाहरणका साथ भन्न चाहन्छु, मुख्य सचिवमा पूरा कार्यकाल कसले खान पाउनु? मलाई लाग्छ नाम भन्न 2 जनाले मात्रै पूरा कार्यकाल खानुभयो क्या? अरु सबैले 18 दिन अगाडि राजीनामा दिएर राजदूत हुनुहुन्छ, कोही कहीँ जानुहुन्छ, कोही कहीँ जानुहुन्छ। एउटा क्लबै जस्तो व्यवस्था हुन थाल्यो यहाँ त, के भने संवैधानिक देखि। त्यसैले यसलाई कुनै पनि हालतमा 2 वर्षको यसलाई राख्नुपर्छ भन्ने मेरो तपाईहरुलाई छ। तात्तातै नियुक्ति भएर जाँदा नियुक्तिमा पाउने व्यक्तिको के भने झुकाव, राजनीतिक झुकाव कता छ भन्ने कुरा पनि बुझिन्छ। अहिले मान्छे दिक्क हुनको कारण यो पनि छ, झुकाव को नियुक्ति हुन बित्तिकै कसले नियुक्ति गर्यो त्यसको झुकाव कहाँ छ, कुन ठाउँमा त्यो देखिएन अहिलेको अवस्थालाई। त्यसैले के भने हिजोको सम्बन्धलाई तत्काल परिवर्तन हुँदैन मान्छेको। त्यसैले नियुक्ति गर्ने कुरालाई हामीले अलिकति कुलिङ पिरियडमा ध्यान दिउँ भन्ने मेरो आग्रह हो। अब के भने यो कसको उ कसको भन्दा कर्मचारीलाई लाग्ने आरोपबाट बच्न पनि कुलिङ पिरियड राख्नै पर्छ 2 वर्षसम्म। उहाँहरूले पनि जे कुरा छ म देशकै लागि हितका लागि गर्छु भन्ने वातावरण तयार उहाँले पार्नै पर्छ। त्यसैले के भने योग्यताको रूपमा आउने कसैको के भने यसकै मान्छे हो भन्ने परिस्थिति पार्न पनि 1 वर्षको कुलिङ पिरियडले भ्याउँदैन। यसलाई 2 वर्षमै हामीले राख्नुपर्छ भन्ने मेरो आग्रह हो। अब अर्कोतिर कुरा यहाँ के छ भने तपाईको अर्कोतिर ल्याएर कूटनीतिक नियुक्ति र न्यायाधीशको नियुक्ति पनि एउटै मापदण्डमा कुलिङ पिरियड राख्नुपर्छ, किन विशेष सुविधा कसैलाई दिनु हुँदैन भन्ने मेरो कुरा हो। कर्मचारीलाई फरक व्यवहार गर्न पनि राम्रो होइन। यहाँ एउटा लेखिएको छ, यहाँ तरबाट म जान्छु, यो तपाईको के भने यो वाला 4 को तरपट्टि, तर नेपाल सरकारले गर्ने कूटनीतिक नियुक्ति वा नेपालको संविधान बमोजिम न्याय परिषदको सिफारिसमा न्यायाधीश पदमा हुने नियुक्ति पाउन यस दफाको व्यवस्था बाधा मानिने छैन। अब न्याय परिषदको कुरा छ, नेपालको संविधानले पाउँछ भने यो किन नहटाउने? तरदेखि सबै हटाइदिउँ यो 2 लाइन। यसलाई राखेर अर्थ छैन। संविधानमै छ, सबै कुरा छ भने कसले रोक्ने र तपाई हामी अबाइलो भएर यहाँ यो राख्ने जान्ने किन हुनुपर्ने हामीलाई? त्यसैले यसलाई तत्काल हटाउनु पर्छ भन्ने मेरो सभापतिजीलाई मेरो आग्रह पनि छ। अब यो जो वाला उले दिएको छ यहाँ के भन्छ भने अहिले उले दिएको छ, लोकसेवा आयोगले दिएरै पठाएको छ। एउटा पहिला अरु बोल्नुभयो, अहिले रिटर्नै दिनुभएको छ उहाँहरूले। यसमा के भने 6 महिनाको गर तिमीहरूले भनिसकेपछि अब हामी मौका परे, मेरो पनि अर्कै इच्छा थियो होला, 1 वर्ष थियो होला, तर उहाँहरूले रिटर्न रूपमा खुलेरै 6 महिना गर हामीलाई कर्मचारीको व्यवस्था के भने नियुक्ति गर्नु पनि सजिलो हुन्छ, पछि जानलाई सजिलो हुन्छ भनिसकेपछि लोकसेवालाई क्रस गरेर अब हामी अरूमा नजाउँ। जे लोकसेवाले गाइडलाइन गर्ने चिज हो, गाइडलाइन गरेको छ 6 महिनाको, यो 6 महिनालाई हामीले के गरौँ भने यसैलाई नै हामीले
अक्षरस मानेर 6 महिनामा हामी जानुपर्छ। लोकसेवाले जे दिएको छ, आज लोकसेवालाई उल्लङ्घन गर्यौं भने भोलि प्रहरी विधेयकमा पनि यही आउँछ। लोकसेवा र अरूको के छ, अरूको विधेयकमा पनि यही आउँछ। त्यसैले के भने लोकसेवालाई अहिले क्रस गरेर नगएर जे 6 महिनाको पिरियड छ त्यो 6 महिनै राखौँ भन्ने मेरो आग्रह पनि छ। जहाँसम्म 68 को कुरो छ, 68 मा जे विधेयकमा आएको छ उताबाट हाउभाउ गरौँ। यहाँ राजनीति गर्ने मान्छेले दोषीहरूलाई पेन्सन खुवाउन लागे, दोषीहरूलाई गरे, राजनीति गर्ने मान्छे पनि भन्ने खालको एउटा जो बायो हुइमर छ। यसलाई रोक्नका लागि त अझ सभापतिलाई भन्छु यो 68 त जे पहिला आएको त्यही नै भइसक्यो भनेर वास्तवमा मिडियाको अगाडि सबैको अगाडि भन्दाखेरि पनि अत्यन्त राम्रो हुन सक्ने परिस्थिति छ। त्यसैले यी बुदाहरू जो बुदाहरू अझै पनि निर्कुल निस्केका हुन् ती बुदालाई एकातिर केलाएर छोडौं। जे बुदामा सहमति हुन सकेका छैन सहमति गरौँ, सर्वसम्मतै सहमति गरौँ। म यो पनि भन्दिन मेरो बा के भन्छ छैयै शेर भन्ने पक्षमा पनि होइन, तर कसैले यो पनि भन्नु भएन कि मलाई माथिबाट भनेको छ म गर्दिन्छु भन्ने पनि त्यो गर्नु भएन। माथिबाट भन्छु भन्दा भन्दै सभापतिजी तपाईले थाहा पाउनु भएन, मलाई थाहा छ। अख्तियारको विधेयक अहिलेसम्म थन्किराखेको छ। यो तपाईको इच्छाले पनि थन्किएको छैन। यो अख्तियारको विधेयक कसले रोक्ने? यो मुलुकमा यही तरिकाले सबै कुरा माथिको भन्ने भए ऐन कानुन पनि माथिलाई छोड्दिउँ, सबै लेखेर ल्याउनुस्, त्यही हात ठडाइदिउँ, पास गरिदिउँ। गर्ने मिल्छ भने, होइन भने अब यो मैले अझ पनि शब्द तपाईले भने हैन मै भन्छु, खुट्टा लुला बनाएर म बस्ने नबनाऊ, द्वारा खुट्टा बनाएर बसौँ। ऐन राम्रो बनाऊ जो ऐनले 15-20 वर्ष कम्तीमा के भने हाम्रो सभापति रामरी खतिवाडाको पालामा आएको यो ऐन हो। त्यसैले यो ऐन 15-20 वर्ष चल्छ भन्ने कुरा तपाईको मनमा पनि लाग्नु पर्यो, मेरो मनमा पनि लाग्नु पर्यो। त्यसैले के भने यो ऐन म अझै आग्रह गर्नु सबैलाई, यो ऐन कर्मचारी मैत्री बनाउनु पर्छ। जसका लागि ऐन लागू भएको छ उनी रुष्ट भएर हामी सडकमा गइदियौँ भन्दा तिमीहरू केही पनि होइनौ भन्न मिल्छ जस्तो मलाई लाग्यो। तिम्रो डेमोक्रेट मान्छे हो भने अर्काको कुरा पनि मैले सुन्नुपर्छ। आन्दोलनमा जान दिने होइन, उपसमिति फेरि छलफल गर्नुस्, त्यसमा के सहयोग गर्नुपर्छ सँगै राख्ने हो, छलफल गर्ने हो, मैत्रीपूर्ण ऐन बनाएर 15-20 वर्ष चल्ने ऐन बनाउनु पर्छ।